नमस्ते सबैजनालाई मेरो नयाँ भिडियोमा सबैजनालाई त वेलकम छ। सबैजनालाई साथ सपोर्ट दिनुहोला। कस्तो बनेको छ, कस्तो भइरहेको छ है त सबैले फिडब्याक दिनु होला। राम्रो छ भन्नुहोस्, नराम्रो छ नराम्रो भन्नुहोस्। फिडब्याक म बनाउनलाई कोसिस गर्नेछु सबैजनालाई है त। ल सबैजनाले हेरेर यसो फिडब्याक पनि दिन नभुल्नु होला है त सबैजनाले। अनि सब्सक्राइब पनि गरिदिनु होला सबैजनाले है त। म सबै घुम्छु यताउता। आज चाहिँ म यतातिर आइरहेको छु। अस्ति चाहिँ म समुद्रको छेउछाउ थिएँ, हिँड्छु म समुद्रको त्यहाँ त र पनि अहिले यतातिर भ्यूहरू हेरेको छु। गार्डन नरिवा झोलाले यो हाम्रो घरतिर पाउने बोजो होइन, छैन यसको। नरिवलको बोजो जस्तो छ, भुइँकटरो जस्तो पनि छ। के हो त्यो त थाहा भएन मलाई। माथि नरिवलको बोट, नरिवल फलिरहेको छ, तल तल म हिँडिरहेको छु है। तल यो भुइँकटरो जस्तो के हो त्यो। फुल फुले रहेछ फुल, के भन्छ चाहिँ यसलाई पिनालो होइन, यो अहिले सानो पात थियो, यो ठुल्ठुलो पात छ हेर्नु। यो खोइ यस्तो हेर्दा त केराको ऊ जस्तो तल गाँस त थाहा भएन। यो चिमन चाहिँ भन्ने त यसलाई के भन्दो रहेछ त्यो त मलाई थाहा भएन। फुले रहेछ। आइयो मान्छेले त्यो कताबाट फालेको तल है त्यो टल्केको। माछा त आउँदैन सबै त अन्धकार छ, पानी पानी समुद्र अन्धकार छ।
हेर्नु सबैजनाले यो अग्लो देखेको चाहिँ त्यसको हो साङ्ग्रिला होटल अस्ति म गएको थियो स्विमिङ गर्ने ठाउँतिर आज चाहिँ म स्विमिङ गर्ने ठाउँतिर आएको छु सास दिनु होला कस्तो लाग्छ दिउँसो त राम्रो देखिन्थ्यो होला राम्रो नराम्रो यहाँ चाहिँ माछा मार्नलाई चाहिँ अलाउड रहेछ हल्का मात्र आइरहेको छ राइस हेर्नुहोस् सबैले मान्छे छिर्छ भनेर लगभग यो छाती होला त्यति सजिलो हामफाल्न त छैन हेर्नु यता चाहिँ बच्चाहरू खेल्ने है यस्तो छ सबै बच्चाहरू खेल्ने रमाइलो गर्ने सबै तुलसी हेर्नु तुलसी हेर्नु सबै तुलसी के भन्छ यो बाबुरी तुलसी भन्छ यहाँ चाहिँ एउटा कार पाउनु 10 जनाको लागि 10 तेलको पार्किङ सबैले भन्नु होला यो फुललाई चाहिँ के भन्छ त्यो फुलेको छ सबैले के भन्छ ल भन्नु त यो फुललाई थाहा भुल्यो है त बच्चाहरू अहिले भ्याकेसन रहेछ बच्चाहरूको स्कुल सम्मठामा यस्तो बनाएर हेर्नु एउटा गाडी कार पेट्रोल त्यहाँ छ फ्रेन्च फ्राई खाएको डक्कर गर्दा नि फ्रेन्च फ्राई आएको छ अलि मलाई अघि फ्रेन्च फ्राई खाएको थिएँ नि ब्रिज रहेछ है लागेछ है ब्रिजमाथि आइयो माछा हेर बाम कति लाला माछा
माछा हेर्नु उता हिँडेन माछा हेर्नु तल माछा कति लामो लामो माछाहरू बाम जस्तो बाम त हो है त्यो त्यो अक्टोपस होइन के हो र के हो त के थाहा यस्तो छ बिचमाथि छ त्यहाँ तल माछा देखाउन पाइयो माछा देख्दैन मेरो भन्नु चाहिँ त्यो यो लामो त्यो माछा हेर्नु सबैले पहिलो माछा है यति धेरै कति लामो लामो बाम जस्तो बामै होला कान्छा माछा हेर्नु सबैजनाले अस्तिको ठाउँमा चाहिँ माछा थिएन यहाँ चाहिँ माछा ब्रिजमा आएर माछाको चाहिँ खान पाएँ अवलोकन गर्न पाएँ माथि ब्रिजमा बसेर जस्तो छ नि त्यो चाहिँ थाहा भएन छाल आइरहेको पारीको पारी बसिराख्नु पर्छ वारीको वारी है हामी त्यो वारी बस्छौँ यहाँ पनि माछाको त यस्तो छ कि माछा दिउँसो भए त राम्रो देखिन्थ्यो होला राति त के देख्ने माथि माथि माछा दिउँसो फेरि यो लाइट देखाइदिएन नि कान्छ यो लाइटहरू छ नि त्यो लाइटले कुनै शोभा दिँदैन नि त्यो छ है सबैले हेरेर साफसफाइ गरिदिनु होला आज माछा त देख्नु भएछ नै होला राम्रोसँग देखेँ हेऱ्यो भने त देखेँ ल तल पनि है त हेलो अहिले चाहिँ अहिले मैले माछा देखाएको यो है यहाँ चाहिँ माछा देख्नु भएको होला नि हजुरहरूले माछा कुदिरहेको छ हेर्नु सबैजनाले माछा मेरो भिडियो हेरेर होला ल अहिले माछा माछा कुदेर माछा दिनु भएको छ नि यहाँ चाहिँ बाम जस्तो छ यो तल छ सबैजनाले हेर्नु होला सुनसान छ छल्काएर आएको छ त्यही हो अब चाहिँ हामी चाहिँ
यसो फर्किनु पर्ला जस्तो लागिरहेछ मलाई सबैजनाले। यस्तो छ ब्रिजको माथि बसेर ब्रिज छ यस्तो छ। यो चाहिँ देखेको साङ्ला होटेल हो। छाल हेर्नुहोस् कति आएको छ भन्ने कुरा त यी भित्र पागल सल्लाह हेर छाल अब हामी स्न्याक्स रहेछ यहाँ। अब सिधै रुम जान लाग्यो। अब चाहिँ रुम जान लाग्यो है त। यो चाहिँ फर्किन लाग्यो। सबैजनाले हेरेर साथ सपोर्ट गरिदिनु होला। कस्तो लाग्छ तपाईँहरूलाई त्यस्तै भनिदिनु होला त। कुनै पनि सपोर्ट गरिदिनु होला जस्तो लाग्छ त्यस्तै भनिदिनु होला। राम्रो छ राम्रो भन्नु, नराम्रो छ नराम्रो भन्नु। यहाँ बिग्रेको छ कस्तो छ सबैले त्यो चाहिँ सबैले भन्नु है त। अब म चाहिँ फर्किन लाग्यो। सबैलाई धन्यवाद छ है त। थ्याङ्क यू। बाई।